EWNC 30 साँझ 2026 को टाइटल स्पोन्सरको लागि आज हाम्रो टोली जाँदैछ ग्लोबल टच एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसको अफिसमा। ग्लोबल टच अप्लाई विथ कन्फिडेन्स। नमस्ते, आज हाम्रो इडब्ल्युएनसीको टिम तपाईँ देख्न सक्नुहुन्छ। हामी चाहिँ ग्लोबल टच भिजा सर्भिस एन्ड एजुकेसनमा चाहिँ हाम्रो 30 इभेन्टको लागि उहाँहरूले टाइटल स्पोन्सर गर्नुभएको छ। त्यसको लागि साइनिङ प्रोग्रामको लागि हामी सबै टिम आइरहेछौँ। तपाईँ पनि आउनुहोस्। हाम्रो टोली आएको जानकारी पाएपछि सचिन श्रेष्ठजी, फाउन्डर एन्ड म्यानेजिङ डाइरेक्टर अफ ग्लोबल टच आफै आउनुभयो हामीहरूलाई स्वागत गर्नको लागि। र त्यसपछि हामी लाग्यौँ अर्का को फाउन्डर राज केसीजीलाई भेट्न उहाँको अफिसतिर। विगत 18 वर्षदेखि भिजा एन्ड माइग्रेसन सर्भिसेसमा कार्यरत राज केसीजी एक अस्ट्रेलियन रजिस्टर्ड माइग्रेसन एजेन्ट हुनुहुन्छ। राज केसीजी नेपाली कला र साहित्यको एक पारखी पनि हुनुहुन्छ। त्यसपछि हाम्रो अफिसियल कन्ट्र्याक्ट साइनिङ प्रोग्राम सम्पन्न भयो। थ्याङ्क यू। वेलकम टु द टिम। एपिङ वलट नेप्लिज कम्युनिटीले आयोजना गरेको 30 साँझ 2026 को कार्यक्रममा ग्लोबल टच एज अ टाइटल स्पोन्सर आउन पाउँदा हामी निकै नै खुसी छौँ र यो मौकाको लागि म लगायत हाम्रो सम्पूर्ण ग्लोबल टच टिमको तर्फबाट EWNC परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। 30 साँझ 2026 चाहिँ यही आउँदो सेप्टेम्बर 4 शुक्रबारको दिन एपिङ मेमोरियल हलमा हुँदैछ। यस कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरू पशुपति शर्मा, प्रताप दास र एलिना चौहानहरू आउँदै हुनुहुन्छ। भिक्टोरियावासी सम्पूर्ण नेपालीहरूलाई म हार्दिक निमन्त्रणा गर्न चाहन्छु।